अनि पर्सिनमा चाहिँ त यति सजिलो छ, घरमै बनाएर खाँदा नि हुन्छ के। तर तपाईँहरूलाई बाहिर किन्दा महँगो भन्छ, त्यति हो फरक। अनि यसलाई मजाले स्म्यास गर्नु ल। त्यति हो। अनि माथिबाट आइस, अनि त्यस पछाडि पुदिना, कागती अनि स्प्राइट। त्यति हो। नुन चाहिँ लास्टमा नुन सुरुमा हाल्दा नि बोकाएको चाहिँ नुन मिसाउने त हो यसलाई। जे गरे प्लेटभित्र हाल्नु त हो नि हैन। होइन त्यस्तो चाहिँ नगर्नु, जस्ट फेरि पछिबाट स्प्राइट हालेपछि हाल्नु होला नि, त्यस्तो नगर्नु। खै फेरि कस्टमरले तर के अरे उयो लिएर आउँ त, स्कुप आइ स्कुप। अनि चाहिँ के भयो थोरै हालेको हो यो। अलिक पुऱ्याउनु त पऱ्यो नि त सबैलाई, अलिअलि त फ्लेभर आओस् न एटलिस्ट। फ्लेभर त आओस् कि, तर हामीले बनाउँदा कति हाल्नुपर्छ त? अलिक हाल्नु, यसकै डबल हाल्दा नि राम्रो। अब यसलाई गर्छ गर्छ, प्याकेट खोल्दा गर्छ। केही त हुँदैन यसमा, त्यो मात्र हो। यो ग्लास चाहिँ यही हो त यसको? आइबल हजुर त युट्युबमा हेरेर बनाउनु, त्यही मलाई टेन्सन लागिसक्यो। के हजुर। आर्ट? आर्ट बनाइदिन्छ, टेन्सन नगर्नु न, अहिले नै टेन्सन लिएको हुन्छ। यसलाई अब बिल काटौँ ल गार्निसको लागि। यो काट्नु न, कार्भिङ नाइफ ल्याउनु घरदेखि। जाऊ जाऊ। अनि यसमा त अदुवा के पनि हाल्छ नि? अदुवा यसमा कहाँ हाल्छ अनि भर्जिन मरिजामा? ए हाल्दैन। यसमा हाल्दैन। कहाँ अदुवा हाल्नु यसमा? कस्तो बिग्रिहाल्छ। अदुवा हाल्ने अर्कै हुन्छ त्यो, के हो? अर्कै ड्रिङ्क हुन्छ त्यो। त्यो भनेको हट लेमन बनाउनु, हट लेमन गर्नु हाल्नु नि। मलाई आउँछ हातले। तपाईँहरूले बनाउनु हट लेमन? छैन, त्यही बजीमा त्यसो गर्ने। सजिलो छ हातले। त्यो तिम्रै भागमा छ। के चाहिँ हो? लेमन बनाउन असले भाइले सिकाउँदैन। स्मुदी बनाउने बेला त्यो दाना निकालेको गर्ने यसलाई स्ट्र झिको उयोदेखि ल। अनि माथिबाट मेरो त सेपै मिल्दैन त्यही त न। हजुर त्यो बाङ्गो टेढो त भयो छ अलिअलि। के कागतीको। कागतीको नि अलिकति डुबो, यो त स्प्राइट कम भएछ यसमा। अलिक स्प्राइट ज्यादा हाल्नु ल, यो मैले देखाउनुलाई मात्र, हुन्छ माथिबाट हालेर मैले देखाउनुलाई मात्र गरेको। माथिबाट हाल्दा भइहाल्यो नि, हुँदैन? ए भयो भयो प्लिज, के गरेको यस्तो? त्यस्तै राम्रो हुन्छ जस्तो भने। अब हात बनाउँछ फेरि जल्दै हात बनाउँछ क्या। ठिक भन्यो। फरक बाहिर चाहिँ हो तिम्रो दोष, तिमीलाई थाहा छ त। म पनि अनप्रेडिक्टेबल। सपोर्टमा छैन। लु यति नै हो, तपाईँहरू पनि बनाएर खानु ल। यो सोकेस हो, बनाइ खानु।